आज हामी अमेरिकाको इतिहासकै एउटा सबैभन्दा कुख्यात र रहस्यमयी घोटाला जेफ्री एप्स्टिन काण्डको गहिराईमा जाँदैछौँ। याद रहोस्, यहाँ हामी जे जति कुरा गर्नेछौँ ती सबै सार्वजनिक रूपमा उपलब्ध तथ्य र रेकर्डहरूमा आधारित हुनेछन्। ल, सुरु गरौँ एउटा टापुबाट। क्यारिबियन समुद्रको बीचमा रहेको जेफ्री एप्स्टिनको निजी टापु लिटल सेन्ट जेम्स। बाहिरबाट हेर्दा त यो साँच्चै स्वर्गको टुक्रा जस्तै देखिन्थ्यो। सुन्दर समुद्री किनार, आलिशान बङ्गला, स्विमिङ पुल, संसारका ठूला ठूला शक्तिशाली मानिसहरू यहाँ छुट्टी मनाउन आउँथे। तर यो स्वर्गको देखावटी अनुहार पछाडि एउटा एकदमै डरलाग्दो नरक लुकेको थियो। त्यहाँका स्थानीय मानिसहरूले त यसलाई एउटा छुट्टै नाम दिएका थिए, पेडोफाइल आइल्यान्ड, अर्थात् बाल यौन दुराचारीहरूको टापु। किनभने यही नाबालिग केटीहरूलाई फसाएर ल्याइन्थ्यो र उनीहरूको निर्मम यौन शोषण हुन्थ्यो। अब यो सबैको केन्द्रमा को थिए त? नाम हो जेफ्री एप्स्टिन। उनी सुरुमा एक शिक्षक थिए, तर पछि गएर अर्बपतिहरूलाई वित्तीय सल्लाह दिने काम गर्न थाले। बिस्तारी उनले बिल क्लिन्टनदेखि लिएर डोनाल्ड ट्रम्पसम्म संसारका सबैभन्दा शक्तिशाली मानिसहरूसँग आफ्नो सम्बन्ध बनाए। एप्स्टिनको टापुमा आउने पाहुनाहरूको सूची हेर्ने हो भने त पत्याउनै गाह्रो पर्छ। बेलायतका राजकुमारदेखि लिएर विश्व प्रसिद्ध वैज्ञानिक अनि पूर्व राष्ट्रपतिहरूसम्म सबै उनको प्रभावको घेरामा थिए। एप्स्टिनको अपराध गर्ने तरिका कुनै सामान्य थिएन। यो त एउटा एकदमै चलाकीपूर्वक बनाइएको पिरामिड स्किम जस्तै थियो। पहिला कुनै कमजोर केटीलाई पैसाको लोभ देखाएर मसाजको बहानामा फसाइन्थ्यो। त्यसपछि उनको शोषण गरेपछि उनीलाई अरू नयाँ केटीहरू ल्याए बापत थप पैसा दिने प्रस्ताव गरिन्थ्यो। यसरी पीडितहरू नै नयाँ पीडितहरू खोज्ने माध्यम बन्थे र यो चक्र चलिरहन्थ्यो। एप्स्टाइनले वर्षौंसम्म आफ्नो अपराधको साम्राज्य चलाइरह्यो। तर सन् 2005मा प्रणालीले उनलाई रोक्ने एउटा मौका पाएको थियो। त्यो मौका तब आयो जब एक 14 वर्षीय केटीले हिम्मत गरेर प्रहरीमा उजुरी दिइन्। एउटा सानो उजुरीबाट सुरु भएको त्यो अनुसन्धान हेर्दा हेर्दै ठूलो बन्न पुग्यो। केही महिनामै प्रहरीले 35 जना पीडितहरू पत्ता लगायो। एफबीआईले पनि अपरेसन लिपियर नाम दिएर अनुसन्धान थाल्यो र 53 पृष्ठको प्रतिवेदन नै तयार पार्यो। तर जब मुद्दा एकदमै निर्णायक मोडमा पुग्यो, एउटा गोप्य सम्झौता भयो र सबै कुरा त्यहीँ बिग्रियो। अब यहाँ हेर्नुहोस् त, कति ठूलो खेल भयो। एप्स्टिनलाई अन्तर्राष्ट्रिय यौन बेचबिखन जस्तो गम्भीर आरोप लागेको थियो, जसमा उनलाई आजीवन कारावास हुन सक्थ्यो। तर सङ्घीय वकिल एलेक्जेन्डर अकोस्टाले एउटा गोप्य सम्झौता गरे, जसअनुसार एप्स्टिनले 2वटा सामान्य आरोप मात्र स्वीकार गरे र बाँकी सबै सङ्घीय आरोपहरूबाट सफाई पाए। सबैभन्दा दुःखको कुरा त के थियो भने पीडितहरूलाई यो सम्झौताको बारेमा कुनै जानकारी नै दिएन। अनि उनको सजाय? यसलाई सजाय भन्ने कि मजाक? उनलाई जेलको एउटा निजी शाखामा राखियो, दिनमा 12 घण्टा आफ्नो अफिसमा काम गर्न जान दिइयो। मतलब उनी राति सुत्न मात्र जेल आउँथे र सजाय सकिनुभन्दा 5 महिना अगाडि नै उनलाई छोडियो। यो घटनापछि लगभग 1 दशकसम्म यो अन्यायको कथा दबिएरै रह्यो। एप्स्टिन खुल्लेआम घुमिरहे। तर जब सबैले आशा मारिसकेका थिए, तब एकजना खोज पत्रकारले यो मुद्दालाई फेरि जिउँदो बनाउने अठोट गरिन्। हो, यो कथाको सबैभन्दा महत्त्वपूर्ण मोड सायद यही थियो। मियामी हेराल्डकी पत्रकार जुली के ब्राउनले 2018मा न्यायको विकृति शीर्षकमा एकपछि अर्को रिपोर्ट प्रकाशित गरिन्। उनको रिपोर्टले एप्स्टिनको त्यो गुप्य सम्झौताको पर्दाफास गर्यो र यो मुद्दालाई फेरि एकपटक राष्ट्रिय बहसमा ल्याइदियो। यो पत्रकारिताको शक्ति थियो। उनको रिपोर्टले 80 भन्दा बढी सम्भावित पीडितहरूलाई पहिचान गर्यो र सार्वजनिक दबाव यति बढ्यो कि कानुन कार्यान्वयन गर्ने निकायहरू फेरि कारवाही गर्न बाध्य भए र अन्ततः जुलाई 2019मा एप्स्टिनलाई फेरि पक्राउ गरियो। जब पीडितहरूले बल्ल अब न्याय पाइन्छ भन्ने आशा गरेका थिए, कथाले यस्तो मोड लियो जुन कसैले सोचेको थिएन। एप्स्टाइन पक्राउ परेको केवल 1 महिनापछि अगस्त 10, 2019मा जेफ्री एप्स्टिन आफ्नो जेलको कोठामा मृत फेला परे। सरकारी रिपोर्टमा त यसलाई आत्महत्या भनियो, तर यो खबरले सार्वजनिक रूपमा ठूलो शङ्का र अनेकौं षड्यन्त्रका सिद्धान्तहरूलाई जन्म दियो। त्यसपछि एउटा नारा इन्टरनेटमा जताततै फैलियो, एप्स्टिनले आत्महत्या गरेनन्। धेरैले के विश्वास गरे भने बिल क्लिन्टन जस्ता शक्तिशाली मानिसहरूले आफ्नो कालो करतुत लुकाउन उनलाई मार्न लगाए। यो नारा विशेष गरी डोनाल्ड ट्रम्पका समर्थकहरूमाझ एकदमै लोकप्रिय भयो।
एप्स्टिनको मृत्युले यो कथालाई अन्त्य गरेन, बरु यसलाई झन गहिरो राजनीतिक भुमरीमा फसायो। यो मुद्दा 2024को राष्ट्रपतीय चुनावमा एउटा प्रमुख हतियार बन्यो। डोनाल्ड ट्रम्पले यी षड्यन्त्रका सिद्धान्तहरूलाई आफ्नो फाइदाको लागि प्रयोग गरे। उनले आफ्ना समर्थकहरूलाई खुलेआम वाचा गरे कि यदि उनी राष्ट्रपति चुनिए भने उनले सबै एप्स्टिन फाइलहरू सार्वजनिक गर्नेछन्, जसले उनका विरोधीहरूलाई उदाङ्गो पार्नेछ भन्ने धेरैको विश्वास थियो। तर चुनाव जितेपछि कुरा ठ्याक्कै उल्टो भयो। ट्रम्प प्रशासनले भन्यो कि एप्स्टिनको कुनै क्लायन्ट लिस्ट नै छैन र यो विषय समयको बर्बादी मात्र हो। ट्रम्प आफैले यसलाई बोरिङ र डेमोक्रेटहरूको धोका भनिदिए। तर जब केही फाइलहरू सार्वजनिक गरिए त्यसमा ट्रम्पसँग सम्बन्धित धेरै गम्भीर जानकारीहरू बाहिर आए, जस्तै उनले एप्स्टिनको विमानमा यात्रा गरेको कुरा, एक मोडलले लगाएको आरोप र एप्स्टिनको आफ्नै दावी कि ट्रम्पलाई केटीहरूको बारेमा थाहा थियो तर उनी चुप बसे। यी सबै आरोपहरू सार्वजनिक भएका कागजातहरूमा नै उल्लेख छन्। यति धेरै खुलासा र राजनीतिक आँधीबेहरीका बावजुद यो कथाको पूर्ण सत्य अझै पनि पर्दा पछाडि नै छ। यो एउटा अधुरो कथा हो। एउटा महत्त्वपूर्ण कुरा के हो भने यो केससँग सम्बन्धित 10 लाखभन्दा बढी कागजातहरू अझै पनि गोप्य राखिएका छन्। सोच्नुहोस् त, हामीले अहिलेसम्म जे देखेका छौँ त्यो त सायद हिउँको सानो टुप्पो मात्र हो। अनि जुन थोरै कागजातहरू बाहिर आएका छन् ती पनि धेरैजसो सम्पादन गरिएका छन्। नाम, मिति र पूरै वाक्यहरूमा कालो मार्करले पोतिएको छ, जसले गर्दा सत्य के हो भनेर पत्ता लगाउन लगभग असम्भव जस्तै छ। र यसले हामीलाई अन्तिम र सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा पुर्याउँछ। ती फाइलहरूमा अरू के लुकेको छ? ती कालो मार्करहरू पछाडि कुन कुन शक्तिशाली मानिसहरूका नाम र कस्ता अन्ध्यारा सत्यहरू लुकाइएका होलान्? यो प्रश्नको उत्तर सायद कहिल्यै बाहिर नआउन पनि सक्छ।